आफ्नै बार्दलीमा आफ्नै बार्दलीको यसलाई के भन्छ गमला त होइन गमला टाइपको यो चाहिँ एक प्रकारको बिरुवाहरू रोप्ने नै हो है तपाईँहरूलाई थाहा पनि छ मैले एक्सप्लेन गरिराख्नु पर्दैन अनि यहाँ चाहिँ छ टमाटरको बिरुवा इट्स ग्रोइङ हुँदैछ पुरै बढ्दैछ फल बिस्तारै लाग्ने नै छ अलिकति ठुल्ठुलो हुँदै गएपछि र यो बिरुवा चाहिँ के हो आई डोन्ट नो है यसको नाम चाहिँ मलाई थाहा भएन तर यो पनि एक प्रकारको साग नै होला र साग नै हो भन्नु हुँदै थियो मलाई चाहिँ र यो पनि बढ्दैछ र अर्को देखिएको छ मेरो बार्दलीमा स्पेसल यो के होला गाइस भन्नु सक्नुहुन्छ के होला भन्नुहोस् त यसको नाम रहेको छ पुदिना हाँसो लागिरहेको छ होला कसले हेर्दै हुनुहुन्छ हाँसो लागिरहेको होला यसको नाम पुदिना हो अवश्य हामीलाई थाहा नै छ पुदिना नै हो र यो पनि छ मेरो बार्दलीमा अनि विल गो टु द नेक्स्ट है त नेक्स्टमा रहेको छ स्पेसल धनिया देख्न सक्नुहुन्छ अलिअलि पानी हिजो पानी परिरहेको थियो क्या मौसमले च्यालेन्ज ओभर गरिरहेको छ यहाँ बादलदेखि देख्न सक्नुहुन्छ पानी सिम परिरहेको छ है अहिले जस्ट स्टप भयो सिम पानी परेर होइन ओभर गरिरहेको थियो जस्ट स्टप भयो त्यही भएर मात्र अलिअलि लड्नु खोजिरहेको छ तर केही छैन उठिहाल्छ अनि यो चाहिँ सागको बिरुवा भन्दाखेरि पनि साग चाहिँ एकचोटि एक लट चाहिँ बोडीभित्र पसिसक्यो है मजाले बोडीभित्र गइसक्यो र फेरि पनि नेक्स्ट राउन्डको लागि तयारी हुँदैछ बिचराहरू यस्तै छ र अर्कोमा पनि रहेको छ धनिया प्लस के होला देख्न सक्नुहुन्छ टमाटरको बिरुवा है त यस्तो छ यसरी चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी राखेको छ है यसरी राखेको छ यसमा पनि प्लस गर्दै जानुपर्ने छ अलिकति यहाँ होइन हामीलाई खेती नै नचाहिने खालको अलिक बढाउँदै जानुपर्छ होला गाइजहरू र यहाँ पनि देख्न सक्नुहुन्छ है यहाँ पनि छ धनिया यहाँ अलिकति मजाले भएको छैन यो सब माटोदेखि लिएर हरेक कुरामा पैसा छ माटो पनि किन्नुपर्ने हुन्छ र बिरुवाहरू पनि बढ्दै नै छ यस्तो छ अनि यहाँ छ है यहाँ त देखिँदैन रहेछ यहाँ त भ्यू देखाइदिएको नि यसको अनि यहाँदेखि देख्न सक्नुहुन्छ यस्तो छ भ्यू है त गाइजहरू र आज चाहिँ देखाउनुको मेन कारण चाहिँ जस्ट क्याप्चरिङ फर माई भ्लग है भ्लग बनाउनुको लागि चाहिँ मैले क्याप्चर गरिरहेको छु आज चाहिँ तपाईँहरूलाई दिदी र मेरो चाहिँ प्लान छ यसो मोमो बनाएर खाइदिउँ न त के छ र काम पनि छैन बनेर चाहिँ हामीले सानो घरेसी सो नेपालीले के खान्छ स्पेसल मोमो भन्ने जस्तो तर चाहिँ यहाँ पनि देख्न सक्नुहुन्छ उता नेक्स्ट टु द यो पुल है नेक्स्ट टु द ब्रिज यहाँ देख्न सक्नुहुन्छ स्काई ट्री टोकियो स्काई ट्री नेक्स्ट टु द ब्रिज यस्तो छ र हामी भेट्ने नै छौँ अर्को क्लिपमा गाइजहरू स्टे ट्युन गाइज है त देख्न सक्नुहुन्छ यहाँ चरा पनि गयो guy is walking here where he is going I don't know ल गाइजहरू नेक्स्ट क्लिपमा भेट्ने छौँ हामी बाई बाई see you guys see you
लिइसक्छु ल साथीहरू हाम्रो चाहिँ मोमो बनाएर रेडी पनि गरिसकेको अनि पाक्दैछ यस्तो देखिएको छ है त मोमो चाहिँ यसरी पाक्दैछ बिस्तारै हामीले चाहिँ पकाउँदैछौँ साथीहरू अब चाहिँ हामी रेडी भइसके पछाडि भेट्नेछौँ ल साथीहरू यो चाहिँ पुदिना है टमाटर अनि थोरै के भन्छ यो रहेको छ टिमुर अनि लसुन अदुवा खोर्सानी चाहिँ अचारको लागि प्रिपेयर गर्नु गइरहेको छु है त हाम्रो मोमो रेडी हुन लागिरहेको छ ल साथीहरू अचार पनि रेडी भयो ल हामीले चाहिँ फाइनली रेडी गरिसक्यौँ अनि हामीले चाहिँ अब सर्भ गर्नु लाग्दैछौँ मोमो चाहिँ आफ्नै उयसले गरेको यो मोमो चाहिँ यसो अलिक पहिलो हुनुको रिजन चाहिँ यो चाहिँ आटाको भएको कारणले यस्तो भएको छ र साथीहरू हामी अब खानेछौँ है साथीहरू हामी चाहिँ मोमो पनि 1-2 घन्टा लगाएर बनाएर है रेडी गरिसक्यो अब चाहिँ हामी सबै कुराहरू खानु गइरहेको छौँ मेरो साथमा दिदी पनि हुनुहुन्छ दिदी र म चाहिँ दिदी चाहिँ अलिकति क्यामेरामा आउनु चाहनु हुँदैन त्यही भएर चाहिँ म नट फोर्स है त फोर्स पनि गर्नु मिलेन जो व्यक्ति आउनु चाहनु हुँदैन त्यस्तो व्यक्तिहरूलाई चाहिँ छ उहाँहरूको राइट्सको कुरा हो त्यही भएर चाहिँ म चाहिँ आउनु चाहन्छु त्यही भएर चाहिँ उपस्थिति छु अरू कुरा साइडमा राखेर हामी चाहिँ अब खानु गइरहेको छौँ है त हामी चाहिँ अब हल्का यसो यो चाहिँ अब यसो भिडियोमा होइन अलिकति राम्रै देखाउँ न भनेर चाहिँ यसो प्रिपेयर गरेको है त नभए त हामी त अब काम खानु त पर्ने हो त्यही पनि यसो भिडियोमा चाहिँ राम्रै देखाउनु पऱ्यो नि त अब नराम्रो त कसैले पनि देखाउन चाहँदैनौँ होइन कसैले पनि चाहँदैन त्यही भएर चाहिँ हामीले पनि यसो राम्रै देखाइदिउँ न त भनेर चाहिँ यस्तो कुरा हो है हामीसँग साथमा रहेको छ यो चाहिँ चिकन मोमो अनि यो चाहिँ पहिलो अलिकति देखेको कारण चाहिँ यो चाहिँ के भन्छ के को भयो अरे मैले आटाको त्यही भएर चाहिँ आटाको चाहिँ यस्तो देखेको छ है त र साथीहरू हामी चाहिँ लिन्छौँ है त दुःख नमान्नु होला यस्तै छ है आटाको होला नि त्यहाँबाट आटाको यस्तो कलर छ नि त मिठो भएछ नि डल्लो चाहिँ खानु सजिलो अलिक चुट्टो चुट्टो यस्तो लाग्छ अलिकति मिर्चामा काट्ने होइन खानु मिठो होला नि यस्तो छ है
मिलेर पिरो लायो त्यो भात भएको छ नि पिरो ठिक्क आएको छ नि त होइन धेरै भाँदाखेरि खानु यस्तो छ धेरै भएको छ गाडी यतिले नआएको यो पनि पो झन्डै धेरै हुने रहेछ नि भात खानु बेलामा अब खाना त खाइँदैन खाना खानु सक्दैन खाइँदैन अब यति मोमो त अब खाइरहेको हो हुनु त तर अब घरमा यसो बाहिर बस्दाखेरि अब खाइदिउँ न बनाएर किन अरू यसो दोकानतिर ठाम भनेर मात्र हो पिरो पनि झुक्का भएको छ नि धेरै भएको चिल्लो पनि छैन है चिल्लो अलिक कम्ती लाग्यो क्या चिल्लो लाइन पनि छ उसमा किमामा आलु सब पनि खाएँ आलु चप झन् टेस्टी छ मिठो छ नि मोमोको लाग्छ धेरै भात हौ खाइसकिन्छ मोमो खाइसकिन्छ खानु न त एक भात धेरै बनाउँछ खाने आफूलाई खाइसके हो त मेरोमा यो डेकोरेसन गर्दाखेरि अलिक धेरै पऱ्यो क्या गाईचोटु यहाँ कति धेरै छ मेरो डेकोरेसन गर्दाखेरि यसो डल्लो चेप्टो मिलाउँदै गरेको गाह्रो भयो अन्त खान सक्दैन होला खानु न अब भन्नभित्र चाहिँ पिरो ठिक्क भएको छ नि फेरि अचार छ नि त पिरो कोदोको मोमो पनि हुन्छ अरे त मैले बनाउँदै खाने कोदोको हुन्छ अझले त्यो हरियो फ्लेभरमा बनाउँछ कि भर्खर निकालेको छ यहाँ उयोहरूको त बनाउँछ एभोकाडोहरूको ठुलो भयो एभोकाडोहरू मिसाएर क्या सबै सक्नुपर्छ नि म त सक्दिनँ नि त अब यो त सकिँदैन नभए मुखबाङ भिडियोहरू देख्दैन म त अचार त खाँदैन हगाएको थिएँ दुईवटा पिस खानु नि त धेरै भयो क्या अलिक धरमा खरबुजा त अब खानु शीतल छ मिठो छ है त्यो भए पनि भित्र भइरहेको छ भने है पानी खाएको पानी हो कस्तो धेरै ड्याम नै भयो ठिकै बिहे भएको छ त नि यो त खरबुजा त हाल्दै भयो कति खाने एउटा मात्रै ठिक्क धन्न धेरै पिरो भन्नु छ नि नत्र अहिले पिरो काट्छ क्या खरबुजाले म धेरै भयो क्या यो खाउ खाँदैन नि धेरै खरबुजा ठिक छ
आज त्यो भयो मेरो हातहरू हम्म हप्ते हात भएको हम्म मलाई पो हम्म हाँ पागल हाँ बा घर जान खाएँ फिर खाएँ धन्न धेरै अहिले अझै खोर्सानी हाल्छ भने चिन्ता नि सबै खानु पर्ला अब सबै नसकी भए पनि खानु पर्ला अब कम्ती त हुन्छ अब भात पनि फेरि खाइहालौँ ल हम्म सक्दैन हम्म अहिले झन् खानु आज खानु एउटा सक्दैन अब गएर अचार पनि टेस्टी भएको छ है ल साथीहरू हामीले चाहिँ मोमो पनि स्वादै बनाइसक्यौँ भुँडी पनि दम्मै फुल हो है यहाँ भएको चाहिँ सकिँदैन अब हामी प्याक हान्छौँ एउटा खरबुजा खाइदिउँ खरबुजा कति गुलिएछ है नष्टै क्या एउटा शीतल गराउँछ फुल भयो फुल खुनु भएको त कुन नखाने भयो भयो क्या मलाई नगाए खानु त दुइटा पानी ल साथीहरू हामी चाहिँ सकायौँ है आजको भिडियो तपाईँहरूलाई यही विशेष हामीले चाहिँ आफ्नै कोठामा यसो मोमो बनाएर है दिदीभाइले यसो गफगाफ गर्दै बनाएर र साथमा खाएर पनि हामीले सक्यौँ है तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो यदि मन परेन सरी यदि तपाईँहरूलाई चाहिँ यो भिडियो चाहिँ मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिन सक्नुहुन्छ भन्दै आजलाई चाहिँ म बिदा हुन्छु हस्त नमस्ते बाई बाई